ल पिस छैन म उसकोबाट लिएँ थिएँ मैले पक्कमा भएछ दिनु त पिन यता चाहिँ मेरो पिन नपाएर हो है यो पिन नपाएर हो कि मैले त्यो सर्जरिकल तिम्रो सफायो अरू लिएर आउँछ एकछिन आयो मेरो 6 प्याक कसरी काट्ने हो त्यसको एसिडवाला फुल जस्तो त्यसको ओभरी सबैले ओभरी त्यसमा लामो पनि हुन्छ त्यसलाई बिलप गोदीमा छ तल कसरी अझै गरे भयो मलाई यहाँ हेर त यो के गरेको हातले ढङ्गसँग यो के गरेको कसले सफा गर्छ अनि बिस्तारै गर धेरै आजमा यो के गरेको यस्तो तिमीहरू घरमा पनि यस्तै गर्छ खैरे गर्दैन भन्ने हो नि बाथरुममा गएर धुने राम्ररी अहिले यहाँ जस्तो स्मेल मात्रै हटाउनुको हो त त्यो वाच क्लासमा के पनि छैन त्यो वाटर बोतलमा मात्र यो सबै
के गरेको तिमीहरू पछि यहाँ अब आएर काम गर्नु पर्दैन के गरेको यस्तो आफ्नो सक्यो आफूलाई आफै सक्यो देखाउने हो के पुरा यो जबरले चलाएको जस्तै गरेर कानुनहरू चलाएछन् यो गरेछन् जति भने पनि नलाग्ने यहाँ धुइँदै छैन यहाँ गन्ध मात्रै क्लिन गर बाथरुममा गएर अनि राम्ररी हाल्नु यहाँ त त्यो पढ्लाइको गन्ध मात्रै क्लिन गर्ने पानी त सकिन्छ नि कहाँ उस्तो पानी अनि क्लिन गर्नलाई सफा गर्नलाई कपडा कति रातो कपडा कान्छ एउटा टावेल छ यहाँ कहिले खोज्छ त त्यही यहाँ यस्तै हात लगाउनु भनिरहेको छु म अनि के मान्दैन तिमीहरू पढे लेखेका हो तिमीहरू लाज मान यहाँ हुँदैन कि त्यो बाथरुममा धो त्यहाँ जम्मै पानी चुहिसक्यो त्यहाँ तल चन्दा आफ्नो घरमा पनि यस्तै गर्छ क्या चन्दा पानी चुहिरहेछ कि त्यो बेसिन युज नगर त्यहाँ तल भुइँमा हेर त सबै पानी चुहिरहेछ यता युज गर्ने अर्को भएको जति नाला हुन्छ यो तिमीहरूले काम गर्ने ठाउँ हो तिमीहरूको घर जस्तै हो यो पनि यहाँ धुँदा हुन्छ उता चाहिँ यता यतातिर अरूकोमा हेर अहिले जो पकाइसकेको साडीहरू मात्रै हो हेर त तल छ हेर न तिम्रो खोला त झिक न यहाँ सुन त सबैजना लिसन एभ्रीवन यहाँ सुन्ने है तिमीहरूलाई कतिचोटि भनिसकेको कि जेनेरिक नेम र स्पेसिफिक नेम अलग अलग अन्डरलाइन गर्ने यहाँ सुन भनिरहेको छु यता सोलानो त्यो एस भनेको पनि जेनेरिक नेम नै हो त्यसलाई यसरी नै अन्डरलाइन गर्ने अलग अलग नै कि यो नलेख यहाँ सुन है नेक्स्ट टाइम यस्तो गल्ती गर्यो भने मैले साइड पनि च्यातेर फाल्छु भन्दाखेरि सुन्दैन के भने मैले जेनेरिक नेम स्पेसिफिक नेम अलग अलग लेख्ने भने कतिचोटि सिकाउने तिमीहरूलाई मैले सब रेड लगाइदिएको छु आज सबको रेड लगाइदिएको छु जब नम्बर कम आउँछ प्र्याक्टिकल अनि चेत आउँछ त्यसपछि किन यो यसरी नलेख्ने जस्तै एस डट निग्रम भनेर लेखेको छ त्यो नलेख्ने पर्छ निग्रम मात्रै लेख्ने केही फरक पर्दैन तर अगाडि यस लेखेको छ भने त्यसलाई पनि अलग अन्डरलाइन गर्ने बुझ्यो कि नै अनि तिमीलाई मैले अस्ति के भनेको थिएँ माथि प्लान्टको नाम मात्रै लेख्ने फ्यामिली लेखिरहनु पर्दैन भने हो कि होइन ड्रइङ गरेको टपिकमा चाहिँ अनि किन पुरा फ्यामिली रे फेरि सोलेनेसी रे अनि त्यसपछि सोलानो निग्रम रे के गरेको थियो जसले त्यो गराछ रब गर्ने अगाडि साइन भए पनि भित्र रब गर्ने डाइसेक्सन सबैले गर्नु है इक्जाममा गरेर देखाउनु पर्छ त्यहीबाट छोडेर भाग्ने होइन इक्जाममा अनि यहाँ चाहिँ त्यो हात दिने गरेर त्यो यहाँसम्म मग्न नबस के यहाँ तल ड्रमको पानी हो त्यो गाईबाट धारा आएको देखेको छ तिमीहरूले यहाँ भनेको त तिमीहरूले जस्ट आफूलाई यसो सेनिटाइज गर्ने हो बाथरुममा गएर अनि राम्ररी क्लिन गर त्यहाँ हेर त त्यहाँ हेर त जम्मै त्यहाँ हेर त म भनिरहेको छु त्यहाँ पानी चुहिरहेको छ त्यो बेसी नचलाऊ भनेर त्यहाँ हेर त
सकेको जति भनेकै मान्दैन सकेको जति जाँदा पुरा पानी 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 बनाएछ यहाँ आफ्नो घर हो नि यो पनि तिमीहरूको कति सिकाउने बेसिक्स भन्ने कुरा सिकाइँदैन कि म्यानर भन्ने कुरा उता जाने त पल्लोमा यो यता बेसिक पानी लियो हात अलिअलि यहाँको अनालीको गन्धको लागि हो त्यो हातले अलिअलि वास गरेर अनि बाथरुममा गएर राम्ररी हात धो प्रेममा छ सेबाट एक्जाममा गरेर उयो कस्तो हो यहाँ घुम्न झरेको सकेको जति छौ ठगलाई यस्तो धर्म काटिन तलदेखि माथि जे पाइले गर्ने हो यो यस्तो तिमीहरूलाई त्यत्रो बोर्डमा त्यत्रो सिकाएर उनीहरूलाई यसरी गरे भन्दा हामी के गरेको त पेला राखेको थिएँ त्यसलाई त्यो के गरेको ज्यादैमा उठि त खानुहोस् यो यस्तो बनाएको फोन अफ रेकर्ड अफ गरेर